कुवामा जाने सारा सल्यानले पानी खाने बाटो, हिँड्ने बाटो। अहिले कुवा त कहाँ हो जाने बाटै यस्तो अवस्थामा छ वनघारीले घेरेको। यसले हेर्नुहोस् यो गैबारी 6 मामाकोमा राजेन्द्र भाइमा जाने बाटो यो तरोको अवस्था यस्तो छ। बाँस एउटा बाँस पनि लगाइदिनु पर्यो, लडिरहेको छ। यसपछि अब म यहाँबाट माथि लागेँ। उकालो बाटो मेरो जन्मघरतिर छिर्दैछु। हेर्नुहोस् यो धारामा पानी आउँथ्यो, यहाँ नुहाइन्थ्यो। अहिले धाराको अवस्था यस्तो छ, बाटोको अवस्था यस्तो छ। मेरो तरो यो तरो लाउनु पर्यो, बाँस रहेछ। अनि अब मेरो घर पस्दैछु, मेरो जन्मघर। हेर्नुहोस् जहाँ हामी जन्म्यौँ हुर्क्यौँ। अब हामीलाई बाध्यता थियो सहर छिर्न, यहाँ वातावरण भन, राज्यको र चाहिँ अवधारणा भन, गाउँ बस्ती बसाल्ने खालको बाध्य भएर शिक्षाको लागि, रोजगारको लागि गाउँ जानुपर्ने अवस्था। अहिले हाम्रा घरहरू यसरी खण्डहर बन्दैछन्। त्यही पनि यहाँ मेरो घरमा छ, म हुनुहुन्छ। अनि भाइ बुहारी छौँ, उतापट्टि भाइको घर, यो मेरो घर। हेर्नुहोस् यहाँ तुलसीको मठ, बुवाले बनाएको चौको। हेर्नुहोस् यहाँ फर्सीका डल्ला छन्। सुन्तला हेर्नुहोस् यस्तो राम्रो छ। मेवा यी तल बेलाउती सुन्तलाका बोटहरू चुनक्क वरिपरि फुलका बुटाहरू छन्। अनि निम्बु, काँक्रा, हिरिम्लाहरू, अनि सुन्तला, अनि मेवा सबै राम्रो छ। व्यवस्थित छन् त, बस्नलाई संरक्षित छ।